छोरा चाहिँ नुहाई धुवाई गरेर चिरी च्याट्ट परिसकेको छ होइन रियान्सु हो कि होइन तिमी नुहाइने गर्यौ कस्तो लाग्यो नुहाइने गरेर तातो राम्रो लाग्यो ल अब घर जाने हो कि होइन त तिमी घर जाने हो कि होइन कति बेला जान्छ अहिले कति बेला 10 बजे अलि यता आऊ न कहाँबाट चढेको त नि आयो मेरो छोरा हेर न मेरो छोराको अरू सब ठिक छ क्या दाँत मात्रै हो क्या बिग्रेको नि है मेरो दाँत चाहिँ ठिक छ तिम्रो चाहिँ ठिक छैन यहाँ आऊ त हेर तिमी र मेरो तिमीबाट त कसको दाँत ठिक भएको छ त तिम्रै होला नि ठिक भएको त पियो ओ मस्का लगाऊ न हेलो एभ्रिवान वेलकम ब्याक टु आवर रूपा कृष्ण ब्लगर गाइस ब्लगर सब ब्लगर यो संसारमा सब ब्लगर भयो क्या के गर्नु होला अरू ब्लग चाहिँ कसले हेरिदिन्छ थाहा छैन आफ्नो त ड्याङ्गै 40-50 च्यानल हेर्छ अनि साथीहरू हामी चाहिँ एनबिटिसी कम्प्लेक्स जाँदैछौँ हामीले चाहिँ एउटा मेकअप लुक क्रिएट गर्न लागेको क्या अनि एउटा नो थाहा छैन रोजी यता माथिबाट जाउँ ल रोडबाट ल रुदा पनि आफूलाई सम्हाल्नु नसकेको रुपीको माको रुपीको पुरा बिजी रहेछ ढ्याम्रा गलाएर सोफामा पल्टेको त घाँभित्र सुतेको राम्रै गर्थ्यो पनि हो कि नै हो तर निदाएपछि आत्ता भए पनि टेन्सन कम हुन्छ नि त मलाई नि यस्तो हुन्छ म पनि कस्तो हुन्छ नि खासै चाहिँ होइन टेन्सन भएपछि मान्छेहरूलाई टेन्सन बढ्ने लाग्ने हुन्छ नि म यस्तो सुत्दिन्छु यस्तो 24 घन्टामा 48 घन्टा नि म खासमा सुत्दिन्थेँ म हिजो रात सुते छैन नि त साथीभाइहरू गाइस के बोकेर साथीहरू हामी चाहिँ लखर हिँड्दैछौँ गाइस यो चाहिँ हाम्रो कृपा ब्युटी स्टुडियो है खै कृपा ब्युटी स्टुडियो रुखले सब छेक्यो क्या हो यो चाहिँ हाम्रो कृपा ब्युटी स्टुडियो हो अनि यो चाहिँ कृपाको मम्मी हो अनि यो चाहिँ कृपाको आन्टी हो है साथीहरू ल अब हामी चाहिँ एनबिटिसी कम्प्लेक्स जाँदैछौँ साथी अनि यो पालि त हामी कृपामा यहाँ दादा बसिसक्नु भएको सही हेलमेट हटाइदेऊ जाऊ त साउनी पनि त्यही बस्छ ल साउरा साउनी यहाँ हेर्नुहोस् बै दादा नम्बर विश्वमा विश्वमा नम्बर 1 कृपा ब्युटी स्टुडियो साथीभाइहरू यो क्युआर लिएर तपाईँहरूले टक्क क्युआर गर्नु पर्यो अनि यो चाहिँ हामी प्यारी रोजिनाले दिनुभएको यस यो साथीले चाहिँ धेरै पैसा कमाओस् होइन उसलाई पोजिटिभ एनर्जी होस् काम गर्ने हौसला मिलोस् भनेर यो चाहिँ मैले पाइराइट्स दिएको साथीहरू यु नो पाइराइट के हो साथी यो चाहिँ 7 वटा उको हो के चक्र हो के 7 चक्र खै के भन्ने तर यो राखेपछि चाहिँ पोजिटिभ एनर्जी आउँछ रे पैसा आउँछ रे पैसा तानिन्छ आउने थियो कसले ब्लक गरेर राख्थ्यो आइपुगेको अड्के छ जाममा अड्केछ साथीहरु कति राम्रो आउनु भएको तपाईहरु त फेरिमा नराम्रो छ अब एकचोटी घुम त साथी आया टिकटक बनाउने गोली भिडियो के कसो रहेछ हो नि दादा अनि तपाईहरुले चाहिँ कृष्णलाई चाहिँ कृष्ण भाइलाई किन नलिएको क्यामेरा भन्नु त दादा खासै क्यामेरा आउनु मान्नु आज त जबरजस्ती के अरे यो साथीले त मेरो उ पनि यति पाराले निकाल्दै होला कि के अरे युट्युबमा डेली भ्लग हाल भनेको अनि 2 वर्षमा बल्ल एउटा भिडियो हाल्छ अनि यति मेरो भ्युज आएको भए $80 आउँथ्यो भन्छ आज त रेगुलर हाल भनेको डिटेलमा भन्नु पर्ने
रोजीको रेस्टुरेन्टमा छौँ अनि अब हेर्नु है साथीहरू यो भ्लग खिच्दैछ नि त्यो पानी 1 महिनापछि कुन चाहिँ भ्लगमा एड गरेर हाल्छ पानी पर्दैछ यहाँनिर यस्तो मजा आया कस्तो घाँटिदियो बोल्दा बोल्दै त्यो के खाने चाय खान्छौ चाय चाय होइन अघि भर्खर हामीले चटपटे र मुस्ताङ आलु खाएको साथी चाय खाने भनेको चाय चाय हो खै यार के खानु मन छैन के खाने के बुझ्ने दिनु होइन वाइट टिस्युले पर्दैन ड्राई टिस्युले ड्याब ड्याब गर्नु जान्छ होइन के मेरो मेकअप पुस्दैन अब त लड्लाछ है लड्लाछ पर्दैन पुस्नु राम्रै देखिरहेछ होइन यो चाहिँ पुस्दैन भनेको पुछिसके त मासला पुस्नु नै रहेछ रिमुभ नै गर्नु अरे रिमुभ गर भन्न कस्तो राम्रो देखेको क्या यो लाइटले क्या हेर्नु न ए साथीहरू पानी परेको हेर्नु न पानी परेको अनि मेरो साथी चाहिँ यहाँनिर सेक्वा पोल्दैछ बाहिर हावाहुरी लागिरहेछ सेक्वा चाहिँ यसरी पोल्छ है झन्डै ढलेको यहाँ सेक्वा चाहिँ यसरी पोल्छ दुईतिर आगो बालेर बिचमा यो रोज एकचोटि यो ढक्कन खोल्नु त हाम्रो सेक्वा चाहिँ रेडी भइसकेको छ सेक्वा वालीले पोल्नु भएको सेक्वा हो है यो चाहिँ यस हजुर मलाई यहाँ दिमाग खराब हेलो एभ्रिवान आज नयाँ भिडियो नयाँ इनर्जीका साथ लिएर आउँदैछौँ र आजको भिडियो चाहिँ स्पेसली हामी चाहिँ एउटा लुक रिक्रिएट गर्न जाँदैछौँ एकछिन यो मेरो हातको लेभेल हो क्या अब यो कहाँ राखेर बोल्नु यस्तो खालको सो तपाईँहरूले हेर्न सक्नुहुन्छ हामी चाहिँ यस्तो खालको लुक रिक्रिएट गर्न लागेको सन एन्ड मुनवाला सो मसँग पार्टनर हुनुहुन्छ रोजिना राई उहाँलाई वेलकम छ मेरो टिकटक अरे युट्युब च्यानलमा सबैजना भाइरल बनाउने साथीहरू म 11 बजीदेखि आएको हाजिर भएको 3:30 बजीसम्मको मेकअपै गरिदिँदैन अनि आफै थोपेको अब यहाँ सनमुन के थपिदिने अब ऊ चाहिँ त्यो चाहिँ उसले बाँकी ओके त्यो चाहिँ म थपिदिन्छु मेरो अलिअलि काम थियो अनि अलिअलि काम सकाएर आयो अनि आज कस्तो भयो भन्नु मुड अफ नै हो मतलब त्यो बडीमा इनर्जी नै छैन कस्तो त्यो हुन्छ नि तनाव टेन्सन टाउको दुखेको वाला नेगेटिभ इनर्जी नेगेटिभ भाइब्स नेगेटिभ थट्स सबै त्यस्तै भइरहेछ सो हामी चाहिँ नेगेटिभ कुरालाई रङ्गी बिरङ्गी बनाएर पोजिटिभ बनाउँछौँ सो लेट्स सी हाम्रो मेकअप चाहिँ कस्तो हुन्छ लास्टमा हेर्नु होला अनि कस्तो लाग्छ कमेन्ट गर्न नभन्नु होला कस्तो गर्छु होला राम्रै गर्छ होला अब एनर्जी हेर्दा त खासै कस्तो निकाल्ने थाहा छैन जे भयो पनि गर्नुपर्छ ल सो साथीहरू हामी चाहिँ रेडी भइसक्यौँ मेकअप गरेर एन्ड रोजीले लगाएको छ वाइट अनि मैले लगाएको छु येलो बट येलो खै मेरो पनि फुल लुक खिच्दियो त साथी यसरी ओके ल हाम्रो एउटा लुक चाहिँ सकिसकेको छ हामीले चाहिँ यो कपडा चाहिँ यो चाहिँ खासमा हाम्रो कृपा अफिसियल भन्ने क्लोदिङ स्टोर छ त्यसको लागि सुट गरेको अनि यहाँ चाहिँ मेरो साथीलाई यति राम्ररी देखेको छिन् होइन फर र परी भन्दा कम छैन सो म चाहिँ यहाँ छु अब चाहिँ हाम्रो नेक्स्ट लुकको लागि चाहिँ हामी रेडी हुन्छौँ अनि भोक लागिरहेको छ यहाँ एकदम भोक लागिरहेको छ प्लिज मैले भिडियो बनाएको बेला चाहिँ किन क्यामेरा अन गरेको हेर्नु उसको क्यामेरा अफ क्यामेरा मलाई लात्तैले हान्छ टक्मै चक्मा हान्छ सधैँ यति चक्मा उसको कति साह्रो मासु होइन फला ओके साथीहरू अब हामी नेक्स्ट लुकको लागि गर्छौँ अनि भोक लागिरहेको छ खाजा चाहिँ हामीले मेरो भाइलाई मैले चाहिँ खाजा लिएर भनेको छु सो मेरो स्टुडियो चाहिँ यस्तो छ अनि म चाहिँ तपाईँहरूलाई यसरी देखाउँछु ल यहाँ हेर्नु न लाइट नबालिकन लाइट पुग्दैन भने मैले चाहिँ यसरी यो लाइट बालिरहेको छु मेरो फेसलाई लाइट पुग्दैन भने पुगिरहेछ ओके साथीहरू मेरो फोनको क्यामेराले चाहिँ धेरै नै स्टोरेज फुल गरेँ सो म टिकटकको क्यामेराबाट खिच्दैछु अनि मेरो ड्रेस
कहाँ जाने यार पुरै ड्रेस देखाउन त म त पल्लो कुनैतिर पुग्नुपर्छ जस्तो छ वेट ल अलिकति क्यामेरालाई यस्तो ढाउँ ओके यो चाहिँ हाम्रो क्लोदिङ स्टोर कृपा अफिसियलको लागि हो सो आएको साथी म त पाइपमा घुसाउन आँटेको छ नि अनि त्यसपछि एउटा कस्तो राम्रो छ हेर्नु न फ्याब्रिक पनि यस्तो दामी छ अनि कलर पनि कस्तो मिठो छ क्या मिठो सो यदि हजुरहरूलाई पनि चाहिन्छ भने हामी कृपा अफिसियलमा अर्डर गर्न सक्नुहुन्छ है त अनि हामी चाहिँ यहाँ रेडी हुँदै गर्दाखेरि हाम्रो कृष्ण सर चाहिँ एकछिन फ्रेस हावा खानालाई बाहिर जान्छु भन्नुभएको छ मेरो भाइ र हाम्रो कृष्णजी चाहिँ बाहिर जानु लाग्नु भएको छ भन त साथीहरू तपाईँहरूलाई एउटा कुरा भन हाम्रो कृष्ण सर हेर्नु न कति हान्छ भन्नुहुन्छ तिमी रातभरि त सुत्या हो त किन यता यता कालो कालो भएको ल बाई बाई ग्यास्ट्रिक 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 यसलाई चोरेको भन्दैन नि यसलाई यो फिल्डमा क्रिएसन रिक्रिएट गरेको हुन्छ रिक्रिएट यस्तो नसजिलो आफ्नै हिसाबमा जो मान्छेले पनि फर्स्टमा इन्स्टल गरेर गर्ने निको सालो भाइ भइराख्यो त्यहाँ रुमभित्र होला हेर न छैन भयो नि ठिकठाक रोजीको चाहिँ आई मेकअप हामीले यति गरेको छौँ अब यसमा लाइनरहरू लगाएर ल्यासेसहरू लगाइसकेपछि आइब्रो गरिसकेपछि चाहिँ राम्रो देखिन्छ अनि हाम्रो कृष्ण सर चाहिँ यहाँ बसेर यो कस्तो खालको मेकअप हो भन्दै हुनुहुन्छ यसलाई भनिन्छ क्रिएटिभ लुक क्रिएटिभ देखाए त कस्तो रे दाजु बहिनी जस्तो ल दाजु बहिनी जस्तै छौ दाजु बहिनी नै त हौ ल हौ त अब हामी लगाउन गइरहेको छौँ काजल आइकोनिक काजल आइकोनिक होइन सोनाटा काजल यो सबैभन्दा सस्तो छ होइन तर बेस्ट छ क्या है कस्तो मनपर्छ मलाई अब साथीको फाउन्डेसन हाइकिङ नजाने हामी उहाँको चाहिँ फाइनल लुक यस्तो भइसकेको छ साथीहरू हामी चाहिँ रेडी भइसकेको छौँ अब यहाँ रोजी म्याम चाहिँ यहाँ पल्टिसक्नु भएको छ आफ्नो स्थानमा सो म पनि पल्टिन जाँदैछु साथीहरू सन र मुनको पनि लगभग सुट सकिन लाग्यो तर हाम्रो लिपसिङ मिलेको छैन त्यही पनि एकचोटि फाइनल ट्राई गर्छौँ मिलेपछि मिल्यो मिलेन भने त्यही फाइनल हो त